पेनाङ एफसी का अध्यक्ष हाम्रो अंकित थापा सर र टिम म्यानेजर हाम्रो गणेश श्रेष्ठ सरहरूलाई पनि बोलाउन चाहे। वेलकम छ हजुरहरूलाई। धन्यवाद। हाम्रो यस दोस्रो पेनाङ गोल्ड कप को आयोजना एकदमै नजिकै हुँदा आइसकेको छ र तपाईहरुको तयारी अहिले कस्तो छ यो आयोजना? अब हाम्रो तयारी एकदमै भव्य रूपले एकदमै सफल भइरहेको छ है। अब हाम्रो सबै क्षेत्रबाट सबैजना साथीहरू आफ्नो काम सबै छोडेर हजुर पेनाङ गोल्ड कपको सेकेन्ड पेनाङ गोल्ड कपको लागि एकदमै तयारीको लागि एकदमै अगाडि बढ्दै हजुर। म हाम्रो गणेश सरलाई केही कुरा सोध्न चाहे। तपाईले यो पेनाङ एफसी मा बसेर पेनाङ एफसी को लागि काम गर्दै गर्दाखेरि यो केही समय लामो समय भइसक्यो तपाईँ पेनाङ एफसी मा बस्नु भएको र अघिल्लो वर्ष पनि हामीले पहिलो पेनाङ गोल्ड कप प्रथम हामीले सफलै गरेका हौँ र यो दोस्रो पेनाङ गोल्ड कप चाहिँ के कतिको बनाउने एउटा तपाईँहरूको चाहिँ त्यो तयारी गर्नु भएको छ, कस्तोसम्म चाहिँ गर्ने तयारी गर्नु भएको छ, केही जानकारी दिन चाहन्छु म। र प्रथम त म देश विदेश र हाम्रो यो गेमलाई यो पेनाङ गोल्ड कपलाई जति सहयोग गरिदिनु हुने सम्पूर्ण नेपाली दाजुभाइ टिमहरूलाई धेरै धेरै मेरो हृदयदेखि नै सम्झेको छु र आउँदो पेनाङ गोल्ड कप दोस्रो पेनाङ गोल्ड कप पनि यसपल्ट पनि हामीले भव्य गर्नेछौँ भन्ने धेरै ठुलो आशा गरेको छु र यो 31 तारिक मार्च 31 तारिक र अप्रिल 1 तारिक हुन गइरहेको दोस्रो पेनाङ गोल्ड कपमा चाहिँ मलेसियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ टिम फुटबल प्लेयरहरू सबैजनाहरू आएर हाम्रो यो पेनाङ गोल्ड कपलाई चाहिँ भव्यका साथ सफलता पारिदिनुहुन्छ होला भन्ने ठुलो आशा राखेको छु। थ्याङ्क यू सो मच दाइ, थ्याङ्क यू सो मच। र अंकित सरसँग तपाईँले पेनाङ एफसीको नेतृत्व गर्दै गर्दै यो एउटा आयोजनाको नि तपाईँले ठुलो तपाईँको मेन नेतृत्व तपाईँको छ। फुटबल क्षेत्रमा अहिले तपाईँको एकदमै राम्रो तपाईँले जे गरिनु भएको छ एकदमै राम्रो गर्नुभएको छ। खेलाडीहरू भाइहरूको लागि पनि राम्रो गरिनु भएको छ र अब भविष्यमा चाहिँ के कस्तो होला त फुटबल मलेसियाको फुटबल क्षेत्र कस्तो होला जस्तो लाग्छ र अन्य नेपालमा पनि के हाम्रो खेलाडी भाइहरूले भोलिको दिनमा केही चाहिँ फ्युचर केही होला त भाइहरूको कस्तो छ यो पेनाङ गोल्ड कप खेल्दै गर्दाखेरि खेलाडी भाइहरूले चाहिँ त्यो खालको अपर्च्युनिटीहरू ग्राब गर्न सक्छन्? अब अभियसली गर्न सक्छन् होइन, किन भनेपछि अब अहिले नेपालमा फुटबलको स्तर एकदमै डाउन भइसकेको छ। किनकि फुटबलहरू नआउने धेरै फुटबलहरू नभएको कारणले गर्दा धेरै खेलाडीहरू विदेशिनु पुगिसकेको छन्। अब यो क्रममा मलेसियामा पनि अब हामीले यतिको फुटबल गराउन पाउँदा हामी धेरै खुसी छौँ। किनभनेपछि मलेसियामा अहिले फुटबलको एउटा जो क्रेज छ अहिले अर्कै लेभलमा गइसकेको छ र अब मेरो आफ्नो छुट्टै तयारी पनि छ र मैले भर्खरै अब हाम्रो पोखरा थन्डर्स जस्तो एनएसएलमा जोइन हुन पाएको छु होइन। अब अहिले हाम्रो यो मलेसियामा यो गेम नभइदिएको भए सायद 1-2 भाइहरूले सायद चान्स पनि पाउन सक्थे। तर अब आउँदै गर्ने नेपालमा हुने आयोजनाहरूमा सायद हाम्रो तयारीहरू हुँदैछ। अब मलेसियाबाटै केही गर्ने तयारीमा छौँ हामी होइन। अब भनौँ न अभियसली चान्स छ सबै खेलाडीहरूमा, हामीले त्यसको लागि हामी छुट्टै एउटा तयारीमा छौँ। हजुर एकदमै बधाई छ हजुरलाई, किनभने तपाईँले एउटा मलेसियामा फुटबल खेलमा तपाईँ अगाडि बढ्दै गर्दाखेरि अहिले गएर तपाईँ एनएसएल आउँदै गरेको एनएसएलको लागि पनि तपाईँले पोखरा थन्डरसम्म जोडिनु भएको छ। हाम्रो पेनाङ एफसी पनि पोखरा थन्डर्सको एउटा पार्टनर भएको छ। तपाईँहरूले एकदमै राम्रो काम गर्नुभएको छ। सो अग्रिम दिनहरूको लागि पनि म एकदमै धेरै शुभकामना गर्न चाहन्छु। यस्तै गरी अगाडि बढ्दै जानु होला। थ्याङ्क यू सो मच।